हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ नि एकदम एक्साइटेड भएकी छु म, किनभने आज विशेष दिन। सबैजनाले आफ्नो मतको चाहिँ नि सदुपयोग गर्नुहोला भन्दै म चाहिँ भोट हाल्ने नि। चुनावको माहौल चाहिँ नि एकदम सुनसान छ भक्तपुर जिल्लामा चाहिँ नि साथीहरू। हेर्नुहोस् त, गाडी एउटा छैन बाटोमा। यो सरकारी प्लेटको गाडीहरू चाहिँ नि चलिरहेको। फाइनली हामी चाहिँ नि मतदान केन्द्रमा आइसकेको छ। हाम्रो मतदान केन्द्र चाहिँ नि सुशीला भैरव थान हो, कटुञ्जेको सुशीला भैरव थान हो है। म चाहिँ एकदम एक्साइटेड भइरहेको छु के, तर मनमा अलिअलि डर पनि भइरहेछ मलाई है। एकदम धेरै यस्तो माहौल भइरहेछ। म चाहिँ नि आफ्नो नामावलीमा आफ्नो नाम छ कि छैन हेर्न जाँदैछु साथीहरू है। कतिपयको त भोटिङ कार्ड चाहिँ नि छ, तर नाम चाहिँ छैन भन्ने आइरहेछ कि। फाइनली मैले चाहिँ नि मेरो नाम पाएर पनि मैले चाहिँ नि एउटा यो कुपन दिँदो रहेछ है। म चाहिँ नि यहाँ नम्बरको लाइनमा फाइनली म चाहिँ नि लाइनमा बसिसकेकी छु। यहाँ चाहिँ नि मोबाइल साँचो केही उम्रिरहेनछ। फाइनल साथी, म चाहिँ नि आफ्नो मतदान गरेर आइसकेकी छु। फाइनली गाइज, मेरो काम चाहिँ सक्यो। म चाहिँ घर फर्किँदैछु। बाटो सुनसान छ है। भक्तपुरबाट चाहिँ नि सरर लाएर आइयो। सातो बाटो आएपछि फन्दामा पर्यो। लगभग 1 घन्टा भयो हामी फन्दामा परेको गाइजहरू। हेर्नुहोस् त साथीहरू, अबको दिन कालो दिन सुरु भयो कि सेतो दिन सुरु भयो।